जोजलपा नमस्ते। आज पनि समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा विविसा साक्य र म शङ्कर थापा। आज हामी एकजना सङ्क्रमितसँग कुराकानी गर्दैछौँ। उहाँ हुनुहुन्छ प्रदेश नम्बर 2 को वीरगञ्ज क्षेत्रबाट सोनालाल शाहजी हुनुहुन्छ। म उहाँसँग सम्पर्कमा आइसकेको छु। सबभन्दा पहिले म सोनालाल शाहजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सोनालालजी, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर, धन्यवाद। मलाई राम्रो सुनिरहनु भएको छ? सुनिरहेछु, मैले राम्रैसँग सुनेछु। हाम्रो यो नेवा एफएमको कार्यक्रम युट्युब मार्फत कतिको हेर्दै हुनुहुन्छ? मलाई त पहिला अब अरू एफएम त म हेर्थेँ। हजुर, अनलाइनमा पनि। हजुर। अब हिजो मैले हजुरको एफएममा पनि सर्च गरेँ, मैले हजुर अनलाइनमा पाएँ। मैले पनि त्यहाँ अरूहरू पनि हेरेँ, सूचनाहरू, यसो कार्यक्रमहरू तपाईँहरूको राम्रै छ। ए हजुर, धन्यवाद। पहिला हेर्न गरेको थिएन, पहिला हेर्न गरेको थिएन, अब हिजो मैले हेरेको। ए हजुर, हाम्रो यो भर्खरै युट्युबमा हाम्रो कार्यक्रमहरू राख्ने गरेका छौँ। हेरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। अनि मैले यहाँको परिचय गराएँ। एकजना कोरोना सङ्क्रमित र कोरोना सङ्क्रमणबाट मुक्त भएर अहिले साधारण जीवनयापन गरिरहनु भएको भनेर परिचय गराएँ। सबभन्दा पहिला म यहाँलाई कोरोना मुक्त हुनुभएकोमा एकदमै बधाई दिन चाहन्छु। सरलाई पनि धन्यवाद छ, सरको टिमलाई, एफएम टिमलाई पनि धेरै धेरै धन्यवाद छ। हजुर, अब यो कुरा गर्दाखेरि तपाईँ कसरी सङ्क्रमित हुन पुग्नुभयो? केही अनुमान यहाँले गर्नुभएको छ? कुनै यो ठाउँमा गएर यसबाट सल्किएर आयो मलाई भन्ने केही अनुमान गर्नुभएको छ? यो मेरो अब खासै अब जागिरको सिलसिलामा म अब सरलाई, जागिर मेरो सरलाई, अनि घर वीरगञ्ज मेरो। ए हजुर हजुर। अनि भदौको 25 गते म कामको सिलसिलामा फेरि मैले अफिस जानुपर्ने स्थिति भएर म सरलाई गएको 25 गते। हजुर, 25 गते त्यहाँ पुगेपछि मलाई नेक्स्ट डे अब अर्को दिनदेखि अलिअलि ज्वरो, अब त्यस्तो थकान हुने, ज्वरो आउने एकदम त्यो हुन थालेपछि अनि 1-2 दिन पछि मैले त्यहाँ हस्पिटलमा कन्ट्याक्ट गरेँ। ज्वरो पनि आएछ, रुगा लागिरहेछ, जिउ चाहिँ एकदम दुखिरहेछ, एकदम सबै पुरै जिउ नै दुख्ने, टाउको पनि भारी हुने, नाकबाट पानी आउने, त्यस्तो भएर मैले लगभग 2-3 दिन पछि 2-3 दिन त मैले सिटामोल खाएँ, आफै खाएँ, घरमै अब क्वार्टरमै बसेर अफिसमै। तर पनि अब ज्वरो आउने जाने भएर अब मैले डक्टर कहाँ कन्सल्ट गरेँ, त्यहाँ एउटा पोलिक्लिनिकमा गएँ। उहाँहरूले पनि अब त्यहाँ चेक गरेर अब ब्लड र युरिन टेस्ट गर्नुपर्छ तपाईँको एकचोटि भनेर उहाँहरूले भन्नुभयो। अनि त्यो हिसाबले मैले गरेँ। अनि युरिनमा मेरो इन्फेक्सन देखाएँ त्यहाँ। अनि युरिनमा इन्फेक्सन पनि अब के कारणले भयो त्यो पनि अब भएन, यो कोरोनाको इफेक्टले भएको कि के भएको, तर ज्वरो मलाई हाई नै थियो, एकदम 100 ओभरै थियो। अनि दबाई लिएर म निको भएर त्यसपछि मलाई अब कहाँ अब यो अफिसमा पनि म एकदम हामी सेन्सिटिभ तरिकाले पनि हाम्रो कार्यालयमा अब बाहिर आउने ग्राहकहरूलाई पनि पुरै अब मास्क लगाएर नआउनलाई, भित्र आउन नदिने, गेटमै हाम्रो अब टेलिकमकै हाम्रो गार्डहरू राखेर त्यहाँ सेनिटाइजरको पनि हामी व्यवस्था, त्यस्तो आउने मान्छेलाई मास्क लगाएर सेनिटाइजर पुरै गरेर मात्रै भित्र आउन दिने, त्यस्तो व्यवस्था गरेका थियौँ। हजुर, पेसाले यहाँ टेलिकममा काम गर्नुहुन्छ? हजुर, म नेपाल टेलिकममा सरलाई मलङमा। यता ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क हुने काउन्टर अथवा त्यस्तो ठाउँमा काम गर्नुहुन्छ? म ग्राहकसँग प्रत्यक्ष कन्ट्याक्टमा होइन, म राजस्वमा हो। ए राजस्वपट्टि। ए हजुर, त्यो काउन्टरतिर म होइन। ए हजुर, तैपनि ग्राहकहरू आउँछन् नि है? ग्राहकहरू आउँछन्, अब ग्राहकलाई समस्या पर्यो, उता सल्भ हुन सकेन पनि म कहाँ पठाएपछि आउने जाने ग्राहकहरूसँग त प्रत्यक्ष अब नभए पनि हामी अब टचमा भइराख्ने ठाउँ हो टेलिकम भनेपछि, त ग्राहकसँग टचमा भइराख्ने नै हो। हामी भिडभाडमा प्रत्यक्ष ग्राहकहरूसँग हुन्छौँ। त्यतिखेर यहाँले मास्कहरू प्रयोग त गरिरहनु भएको थियो नि? कुनै सचेत म सुरुदेखि नै अब सबैलाई आफ्नो कार्यालयमा पनि सबैलाई मास्क युज गरौँ, सेनिटाइजर गरौँ। एउटा काउन्टरमा पनि ग्राहकलाई आउने डिस्टेन्सलाई हामी कम्तीमा 2 मिटर पर राखेर अलिकति
काउन्टरबाट पनि पर मान्छेलाई राखेर त्यस्तो कारोबार गरौँ भनेर त्यो पनि व्यवस्था गरेको हो हामी। हजुर एकदम सुरक्षाको सबै हामी प्रक्रियाहरू अवलम्बन गरेकै थियौँ हामी, कहीँ हामी चुकेका थिएनौँ त्यहाँ। हजुर तर पनि अब बाहिरी अब कन्ट्याक्ट होला बजारतिर अब सागसब्जी लिन बजारमा यसो कहीँ कामले निस्किँदाखेरि त्यहाँ सङ्क्रमण भयो कि कहाँ भयो त्यो यकिन गर्न सकिँदैन। किनभने मलाई ज्वरो आएपछि त्यहाँ अफिसमै हाम्रो 15 जना स्टाफको PCR टेस्ट भयो त्यो बेला। ए हजुर 15 जनाकै नेगेटिभ आयो। ए अब यसरी सजगता अपनाएर तपाईँहरू अफिसमा काम गर्दा गर्दै पनि कुनै बिन्दु कुनै पोइन्टमा तपाईँलाई ठ्याक्क यो मान्छेसँग यस्तो अलिकति नजिक थिएँ भन्ने किसिमको कुनै अनुभव भएको थियो? छैन सर त्यस्तो मलाई खासै अब किनभने म आफै सजग भइरहन्थेँ। म एनी टाइम मास्क लगाउने, आफूलाई टेबलमै सेनिटाइजर छ युज गर्ने, केही कुरा अब बाहिर अरूको कम्प्युटरहरू छोयो अरूको रुममा गयो भने आएर पनि आफूले अब सेनिटाइजर युज गर्ने। त्यस्तो अब फेरि अफिस टाइममा मास्क त फुकाल्दै नफुकाल्ने त्यस्तो स्थितिमा म एकदम आफूलाई सेफ एकदम तरिकाले राखे पनि अब कसरी सङ्क्रमण भयो त्यो मलाई पनि अब एक्चुअली फलानै ठाउँमा भयो भनेर यसरी मैले पनि किटान गर्न सक्दिनँ त्यस्तो स्थितिमा। हजुर सजगता अपनाउँदै पनि कतिखेर सरी आफैलाई पत्ता छैन है? पत्तो भएन। हजुर अनि अब यो सङ्क्रमण भयो तपाईँलाई 25 गते भन्नुभयो होइन, भदौ 25 गते भन्नुभयो होइन? म यस्तो भदौ 25 गते त्यहाँबाट भएपछि म 30 गते 5 दिनपछि म फेरि फर्केँ। मलाई अलि अप्ठ्याराहरू हुँदै गयो त्यहाँ। अब मेरो बसाइ अब एक्लै थियो क्वार्टरमा। हजुर घर फर्कनु भयो नि? अनि खानपिन बनाउनलाई भाँडाकुँडा यसो अब आफूलाई अब बनाउन चाहिने कुराहरू त्यहाँ उपलब्ध गराउनलाई अप्ठ्यारो भएर म फेरि घर फर्केँ। ए अनि घर फर्किँदाखेरि छुट्टै बस्नुभयो कि अथवा समूहमै अब फ्यामिलीमै बस्नुभयो? अब यस्तो सर घर फर्केपछि मलाई पहिलादेखि अब ज्वरो आएर मलाई अब एउटा शङ्काको घेरामा पनि मलाई पारिदियो त्यसले। हजुर हो। अब 1 हप्तासम्म लगातार मलाई अब 5 दिन त त्यही ज्वरो आयो। म अफिस कार्यालयमा आउँदा नै ज्वरो आएको। सर्लाहीमै ज्वरो आइरहेको थियो है? हजुर हजुर। अनि त्यो हिसाबले म घर फर्केपछि पनि अब भित्र घरमा नगएर एउटा बारी हाम्रोतिर अब बारी हुन्छ खलियान भन्छ हामी चाहिँ गर्ने त्यो त्यतातिर हाम्रो एउटा घर बनाएछौँ हामी बैठक जस्तो ठुलो। हजुर म डाइरेक्ट अफिसबाट फर्केपछि यहीँ म छिरेँ कि बारीतिरकै घरमा मैले छिरेँ। हजुर आफ्नो भित्र गाउँको घरमा पनि गएन। हजुर अनि फोन गरेर यस्तो मलाई ज्वरो छ अब यहाँ कोही नआऊ तिमीहरू अब घरबाट सबैलाई। हजुर अब एकचोटि मलाई अलिकति अब शङ्काको घेरा भइसकेको छ किनभने त्यो बेला सर्लाहीमा पनि त्यो दिन मलाई अब त्यो बेला सर्लाहीमा लगभग 85 जना कि कतिजना त्यो सङ्क्रमण त्यही दिन भेटेको थियो लगभग। अब त्यो बेला बजारमा निस्केर भएको कि के भएको आफूलाई शङ्काको हिसाबले मैले घरबाट कसैलाई यहाँ आउन नदिने नआऊ तिमीहरू कहीँ नआऊ। म पनि अहिले 2-4 दिन घर आउँदिनँ यो ज्वरो अब यहाँ बसेर म दबाई खाने निको भएपछि मात्रै फर्किने जस्तो कुराहरू गरेर म छुट्टै एउटा आएर होम क्वारेन्टाइन जस्तै बसेँ मैले यहाँ बाहिर। अनि त्यतिखेर अनि खानपिन चाहिँ कसरी व्यवस्था गर्नुभयो? खानपिन अब मैले घरबाट एउटा सानो सिलिन्डर अब यो चिया पकाउन कागतीहरू यस्तो अब केही आफूलाई खान मन पर्यो भने पकाउनलाई मगाएँ। हजुर अनि खाना अब क्वारेन्टाइन जस्तै सेम होम क्वारेन्टाइनमै मैले अरू क्वारेन्टाइनमा बसे जस्तै मैले युज गरेँ। यहाँ पनि खाना अब बाहिर घरबाट पकाएर बाहिर मैले अब यहाँ कम्पाउन्डमै गेट बाहिर थालहरू मैले आफ्नो भाँडाकुँडाहरू राखिदिन्थेँ उहाँहरूले राखेर जानुहुन्थ्यो। अनि फेरि भित्र ल्यायो आफ्नो खायो फेरि मस्काएर भित्र आफ्नो राखिदियो। उहाँहरूसँग टचमै नहुने भाँडाकुँडादेखि लिएर आफ्नो फिजिकल टच केही नहुने त्यस्तो तरिकाले मैले बसेँ यहाँ आफूले छुट्टै गरेँ। अनि अब तातो पानीहरू चाहिँ आफै बसेकै ठाउँमा आफै तताएर पिउने गर्नुहुन्थ्यो? अब यहाँ तातो पानीहरू अब बेला बेलामा खाइराख्नु पर्यो। रुगा पनि छ नाकबाट अब पानी पनि आउने टाउको भारी हुने त्यस्तो भइराखेपछि भाप पनि लिनु पर्यो भनेर मैले एउटा छुट्टै आफूलाई एउटा सानो सिलिन्डर ग्यासहरू मगाएर भाँडाहरू मगाएर यहीँ आफै छुट्टै मैले गर्न थालेँ आफू। अनि फ्यामिलीहरूलाई नि धेरै दुःख भयो है त्यतिखेर? चिन्ता धेरै भयो? चिन्ता अब यस्तो कोरोनाको महामारीमा त जसलाई पनि अब हुन्छ नै। अब एउटा हाम्रो यो नौलो कुरा भयो त्यसको अब मेन मेडिसिन र त्यसको ट्रिटमेन्ट नभएर पनि एउटा मान्छेलाई ठुलो एउटा शङ्काको घेरामा ल्याइदिएछ। यसले ठुलो एउटा दुविधामा पारिदिएछ। फ्यामिलीहरूलाई पनि अब ट्रिटमेन्ट हुने भए यसको खोप भएको भए यसको औषधि भएको भए पनि अब ल यस्तो भयो भने पनि यसको इलाज हुन्छ भनेर त्यो एउटा शङ्का हुँदैन थियो डर हुँदैन थियो। तर त्यो बेला सबैलाई अलिअलि डर नै शङ्का नै भइरहेको थियो
छुट्टै बसेपछि अलिअलि मनमा सबलाई चिसो नै थियो किन छुट्टै बस्यो भनेर। तर मलाई पनि थाहा थिएन त्यो बेलासम्म त मलाई पनि कोरोनाले इफेक्टै गरेको छ, मलाई कोरोना लागेकै छ भने मलाई त्यो बेलासम्म पनि थाहा थिएन म यहाँ आएदेखि। हजुर। अनि त्यस पछाडि अनि आफूले खानपिन चाहिँ कस्तो किसिमको अब त्यो रोग लाग्यो भन्ने थाहा तपाईँलाई अनुभव अनि अनुमान गरिसक्नु भएपछि अनि टेस्ट गराउनु भयो? मैले अब त्यहाँ बसी आएर पनि मैले यहाँ चेक गरेर 1 हप्ता लगभग मैले एन्टिबायोटिकहरू खाएँ फिभरको पनि यहाँ मेडिकलमा देखाएर। ए हजुर हजुर। मेडिकलबाट मैले एन्टिबायोटिकहरू फिभरको औषधिहरू त्यस्तो लिएर मैले 1 हप्ता जति खाएर बसेँ यहाँ। हजुर। अनि ठ्याक्कै म असोजको 5 गते म अब अलिकति भएपछि आफूलाई ज्वरो रिलिफ भएपछि हजुर अब मेरो भाइहरू पनि हेल्थ पर्सनै छ यहाँ नारायणी अब यो वीरगञ्जको नारायणी हस्पिटलमा त्यो स्वास्थ्य कर्मीहरू हुनुहुन्थ्यो। मेरो 2टा भाइ अब एउटा त काठमाडौँमै छ भाइ मेरो अर्थोपेडिक सर्जन हो नारायणी उसमा टिचिङ हस्पिटलमा। हजुर हजुर। अनि अर्को भाइ पनि यहाँ हेल्थमै हो यहाँ उसमा नारायणी हस्पिटल वीरगञ्जमा। ए हजुर। अनि उसले पनि अब दाइ अब तपाईँले अलिकति ज्वरोले सङ्क्रमण जस्तो छ यस्तो छ अब एकचोटि पिसिआर गरौँ कम्तीमा अब घर जानलाई पनि सजिलो हुन्छ यहाँ अब कति दिन बसेर यतिकै बस्नु भन्दा एउटा टेस्टको हिसाबले आफूलाई दुःख हुने। हजुर। त्यो हिसाबले मैले 5 गतेतिर पिसिआर टेस्ट गरेँ। हजुर। एउटा नारायणी हस्पिटलबाटै क्याम्प एउटा क्वारेन्टाइनमा क्याम्प थियो त्यहीँ गएर मैले गरेँ। हजुर हजुर। अनि 8 गते मलाई रिपोर्ट आयो। 8 गतेतिर बिहानतिर थाहा भयो मलाई। हजुर। अब भाइले पनि 4-5 चोटि फोन गर्यो म अलिकति व्यस्त भएर त्यही उठाउन सकेन। 4-5 चोटि कल आएको थियो बिहानै 10 बजीतिर। हजुर। अनि मेरो फोन नउठेपछि उता घरमा गरे रहेछ। घरबाट पनि अब आमाले पनि फोन गर्नुभएको 4-5 चोटि छोरोले पनि गरे रहेछ अनि बुढीले पनि गरे रहेछ। सबैले अब किन फोन उठेन भनेर केही थाहा भएर डरले भयो कि भनेर सबैतिरबाट फोनहरू घरतिरबाट मात्रै आफ्नो फ्यामिलीबाट। अनि पछि मैले फोन उठाएँ अनि यस्तो यस्तो तपाईँको रिपोर्ट पोजिटिभ आएको छ भनेर थाहा भयो। त्यो दिन थाहा भएपछि मलाई 8 गते थाहा भएको 5 गते पिसिआर गरेँ 8 गते थाहा भएको। अब त्यो पोजिटिभ भनेर तपाईँले थाहा पाएपछिको अनुभव अलिकति कस्तो किसिमको फिल भयो तपाईँलाई? अब मैले पनि अब प्राय न्युजहरू हेर्ने गर्थेँ पहिला पनि। हजुर। यो सङ्क्रमणको बेला छ यस्तो छ एउटा बच्ने तरिकाले पनि एउटा मान्छेले कतिको इफेक्ट गर्दो रहेछ कति मान्छेहरू सङ्क्रमित हुँदो रहेछन् कति मान्छेहरू डेथ हुँदो रहेछ त्यो पनि हिसाबले एउटा आफूलाई सेफ राख्नलाई पनि न्युजहरू म प्राय हेर्थेँ अप टु डेट हुन्थेँ। त्यो स्टडी गरिसक्नु भएको थियो? हजुर म पहिला पनि अप टु डेट भइरहन्थेँ न्युजमा। हजुर। तर आफैलाई भएपछि अरूको सुन्दा यस्तो मर्यो कोरोना लागेर यहाँ मर्यो त्यहाँ मर्यो भनेर एकछिन त मलाई पनि एकदम केही नबोल्नै नसक्ने केही गर्नै नसक्ने स्थितिमा म पनि भएँ। अब आफूलाई यस्तो सङ्क्रमण भइदियो यस्तो भयो यसको इलाज छैन कुनै औषधि छैन डाक्टर कहाँ गयो डाक्टरले त्यो हेर्दैनन् सबैतिरबाट एउटा दुर छिछि जस्तो गर्ने मान्छेलाई टाढै राख्ने त्यस्तो अब एउटा प्रवृत्ति मैले पनि पढिरहेको थिएँ हेरिरहेको थिएँ यस्तो न्युजहरूमा। त्यो हिसाबले आफूलाई त एकछिन त मलाई पनि एकदम कालो बादल मडारिए जस्तै भयो मलाई पनि आफूमाथि। तर पनि मैले अब आफूलाई एउटा कन्फिडेन्स बनाएर आफूलाई बलियो बनाएँ। त्यसपछि भाइहरूलाई सबैलाई थाहा भएपछि उनीहरूले पनि कल गर्न थाल्यो मलाई अब त्यस्तो केही होइन बलियो भने तपाईँ आफ्नो एउटा बुझ्ने मान्छे तपाईँ पनि एउटा जिम्मेवारीमा बस्ने मान्छे अब भएर तपाईँ एउटा हतोत्साहित नहुनुहोस् केही होइन आफूले मेन्टेन गरेर आफूमा एउटा कन्फिडेन्स बिल्ड गरेर बस्यो भने सकिन्छ त्यसलाई परास्त गर्न सकिन्छ भनेर सबैतिरबाट अब घर परिवारबाट एउटा पोजिटिभ कुराहरू आउन थालेपछि मनमा अलिकति हल्का भयो। तर सुरुमा त मलाई पनि एकदम बोल्नै नसक्ने केही निशब्द भइ म पनि एउटा कालो मध्यारो जस्तो सबैतिर लाग्न थाल्यो मलाई पनि। अनि समाजमा तपाईँले कुनै किसिमको भिन्नता पाउनुभयो कि भएन? अब तपाईँलाई भनौँ न अब साधारण काम गरिरहेको अफिसमा बसेर काम गरिरहेको मान्छे एकाएक गायब हुँदा र अनि फेरि समाजमा तपाईँको साथीहरू दौतरीहरूबाट अलिकति भिन्न व्यवहार तपाईँले पाउनुभयो कि केही सामान्य नै भयो? म यस्तो अब यो 8 गते मेरो रिपोर्ट आएपछि मैले मेरो एउटा अफिसियल ग्रुप छ
हजुर हाम्रो टेलिकमको अफिसियल ग्रुप एउटा त्यसमा मैले म यस्तो यस्तो भएर म पोजिटिभ भएँ कोरोना संक्रमित भएँ भनेर मैले पोस्ट हालेँ त्यहाँ ए हजुर गुड हजुर मैले फेसबुकमा गर्न सकिनँ फेसबुकमा एकैचोटि अब सबै आतिन्छन् आफ्नो आफन्त फ्यामिलीहरू भनेर फेसबुकमा मैले गर्न सकिनँ हजुर तर मैले एउटा अफिसियल हिसाबले एउटा जानकारीको हिसाबले मैले पनि अब अफिसमा हुँदाखेरि मसँग को कन्ट्याक्टमा भयो थियो नजिक आएको थियो त्यो हिसाबले मैले एउटा अब अफिसियल उसमै राखिदिँदाखेरि एउटा राम्रो हुन्छ भनेर पोजिटिभ एउटा तरिकाले यो कुरा लुकाउनु भन्दा पनि मलाई यस्तो भयो मेरो अब कन्ट्याक्टमा को थियो साथीभाइहरूले पहिला अब मलाई पोजिटिभ थाहा नभएसम्म त साथीभाइ त बोलेको थियो कन्ट्याक्टमा थियो म अफिस पनि थिएँ त्यो हिसाबले मैले एउटा अरूलाई पनि अब यसको अब होइन यसलाई पोजिटिभ भएपछि हामी त यसको कन्ट्याक्टमा थियो हामी सजग हुनुपर्छ भनेर एउटा भावना हिसाबले एउटा अरूमा पनि त्यस्तो होस् आफूमा हामी त कन्ट्याक्टमा थियौँ एउटा अब सजगता अपनाउनु पर्यो यस्तो उसलाई भएपछि हामी पनि अब अलिकति आफूमा सजग हुनु पर्यो भन्ने हिसाबले मैले एउटा आफ्नो अफिसियल ग्रुपमै हालेँ मैले बेलुकातिर मैले 7 बजीतिर लगभग 7-8 बजीतिर यस्तै होला बेलुकातिर मैले यसो मनले भित्रै मनले त दिएको थिएन हाल्नु तै पनि आफूले एउटा मनमा बाध्यता अब भनौँ न डोरो बनाएर मैले मनलाई डोरो बनाएर होस् अब जे हुन्छ साथीभाइले त कम्तीमा एउटा इन्फर्म त हुन्छ नि भनेर हजुर पक्का पनि यो एउटा सामाजिक दायित्व पनि हो आफू संक्रमित भएपछि अरूलाई आफूसँग सम्पर्क गएकालाई पनि सचेत गराउनु एउटा सामाजिक दायित्व पनि हो तपाईँले निर्वाह गर्नुभयो एकदम सर अनि मैले एउटा त्यही बादले उसमा अब त्यसपछि साथीहरूको फोनहरू आउन थाल्यो कस्तो छ के छ भनेर हाम्रो अफिसियल उसबाट पनि अब धेरै साथीहरूले कन्ट्याक्ट अब मेसेजमा भए पनि फोनमा भए पनि हाम्रो एमडी साहेबले पनि मेसेजबाट धेरैता गर्नु बलियो मनस्थिति बलियो बनाउनु धेरै सबै ठाउँबाट आउन थाल्यो मलाई अनि मैले एउटा आफूलाई पोजिटिभ तरिकाले नै त्यो आफूलाई डोमिनेट नगरिकन यस्तो लुकाउने तरिकाले नभएर एउटा सबैलाई थाहा होस् सबै सजग होस् भनेर त्यो हिसाबले एउटा मैले त्यो जानकारी त्यही हो फर्स्ट टाइम त्यही गरेको मैले धेरै राम्रो अनि खानेकुराहरूमा तपाईँले के कस्तो खाने गर्नुभयो त्यो कोरोना संक्रमित भएको पुष्टि भएपछि खानेकुरामा केही परिवर्तन ल्याउनु भयो कि अथवा साधारण खानेकुराले नै होइन यस्तो सर अब म अब पहिला पनि मेरो बानी दिनौ मैले बिहान लेमन टी नै खाने गर्छु पहिला पनि गुड हजुर अनि खानपिन त आफूदेखि अब पहिलादेखि नै मेरो आफै पकाएर खाएपछि सजग त आफैमा हुन्छ त्यो म होटलतिर खाने बाहिर खाने त्यो गर्दिनँ फेरि अब यहाँ कोरोना संक्रमित भएपछि अब एउटा मलाई होम आइसोलेसन त्यहाँ हस्पिटलबाट उसमा महानगरपालिकाबाट म संक्रमणमा पोजिटिभ देखेपछि त्यहाँबाट पनि कल आयो मलाई तपाईँले यस्तो यस्तो पोजिटिभ आएछ अनि के छ तपाईँको स्वास्थ्य स्थिति के छ भनेर म एक हप्ता त एकदम सिकिस्तै ज्वरोले पुरै छाती भारीले पुरै रुगाले कहिले घाँटी दुखेर कहिले टाउको दुखेर सिकिस्तै थिएँ म एक हप्ता जति तर पनि म एक हप्ता एन्टिबायोटिकहरू सबै युज गरेर खाएर अलि मलाई निको भइसकेको थियो त्यो बेला ज्वरो मलाई रिलिफ भइसकेको थियो म पोजिटिभ हुनुसम्म मलाई ज्वरोहरू सबै रिलिफ भइसकेको थियो अनि महानगरपालिकाले त्यहाँ अब तपाईँ के गर्ने स्थिति स्वास्थ्य स्थिति कस्तो छ तपाईँले हामी यहाँ हस्पिटल ल्याउनु पर्ने हुन्छ कि तपाईँ कहाँ बस्नुहुन्छ फेरि होम आइसोलेसन बस्नु सक्नुहुन्छ छुट्टै घर छ कि छैन फ्यामिलीसँग बस्न पाइँदैन फेरि अब तपाईँ युज गर्ने बाथरुमहरू धाराहरू सबै अब छुट्टै बेड छुट्टै अब रुमै छुट्टै अब भन्नु अब एउटै घरमा नभएर छुट्टै घर छ कि छैन आइसोलेसन बस्नलाई भनेर अनि महानगरपालिकाले कन्ट्याक्ट गर्यो मलाई तुरुन्तै कन्ट्याक्ट गर्यो त्यसपछि पोजिटिभ रिपोर्ट आएपछि अनि त्यसपछि होइन म आएदेखि नै म यहाँ लगभग 28 गतेदेखि नै 30 गतेदेखि म यहीँ छुट्टै बसेको हो मलाई आइसोलेसन जस्तै म छुट्टै बसेको छु त्यसमा कुनै आपत्ति छैन मलाई हस्पिटल लिएर जानुपर्ने स्थिति पनि छैन मलाई ज्वरोहरू कन्ट्रोल भइसकेको छ त्यस्तो अहिले छैन अलिअलि छ भने म यहाँ दबाई खाएर त्यो अनि त्यसपछि उहाँहरूले एउटा अब तरिकाले अब एउटा प्रिस्क्राइब गरेर एउटा लिस्टहरू त्यो पनि होम क्वारेन्टाइनमा अब कसरी के खाने कसरी बस्ने भनेर त्यो एउटा हिसाबले मैले त्यही फलो गरेर बसिरहेको बिहानको अब खानाको तपाईँ सोध्नुभयो खानाको मैले त्यो एउटा डिटेलमा भनौँ न एउटा जानकारीको हिसाबले मैले बिहानतिर अब सुरुमा त अब गुर्जो भन्थे यहाँ पनि गाउँघरमा गुर्जो त्यो बिहानै मैले बोइल गरेर त्यो गुर्जोलाई 1 गिलास खान्थेँ अनि त्यसमा मरिच हालेर अदुवा हालेर नुन हालेर खाने गर्थेँ अनि दिउँसो 10 बजे खाना खाएर लेमनहरू
अनि अन्डाहरू भयो बिहानतिर अन्डा खान्थे अलिकति डाइट अब बढाउनु पर्यो आफूलाई विकनेस धेरै भइसकेको थियो त्यो बेलासम्म अनि खाना खायो त्यसपछि बिहान 10 बजे 11 बजेतिर लेमन बनाएर लेमन टी हट लेमन जस्तै हट लेमन बनाएर खान्थे त्यसपछि 2 बजेतिर मेरो खाजा आउँथ्यो खाजा खान्थे खाजा खाएपछि फेरि म अब त्यो उसमा गरम मसलाहरू हुन्छ नि त्यो प्याकेटहरू सरको त्यो दालचिनी हुन्छ अदुवा हुन्छ त्यो मरिच हुन्छ लङ हुन्छ इलाइची हुन्छ सबै कुराहरू त्यो मसला एउटा कुटेर पुरै मसिनो धुलो बनाएर त्यो मसला जस्तै बनाएको एउटा घरबाट मलाई यहाँ ल्याइदिनु भयो त्यो पनि मैले बेला बेलामा तताएर पिउने गर्थेँ त्यसले एउटा त्यसले पनि इम्युनिटी पावर मान्छेमा बढाउने एउटा शरीरमा एउटा हटनेस भयो नि ऊर्जाहरू ल्याउने त्यसले पनि धेरै मलाई इफेक्ट गर्यो त्यसले राम्रो काम गर्यो त्यसले अब साझी अब तपाईँ अब कोरोना संक्रमणबाट मुक्त भएको दिन त्यो बेलाको खुसी चाहिँ कस्तो भयो तपाईँलाई अनि अब मैले क्वारेन्टाइन बसेको यहाँ मैले लगभग अब 15 गते मैले सेकेन्ड चोटिको मैले स्वाब टेस्ट गराएँ हजुर 15 गते मैले हजुर लगभग होइन 15 होइन 20 गते मैले गराएँ 15 गते 15 दिन बसेर मैले क्वारेन्टाइन 15 दिन बसेर मैले 20 गतेतिर सेकेन्ड चोटिको मैले स्वाब टेस्ट गरेँ अनि स्वाब टेस्ट गरेर पनि म अब होम आइसोलेसनमै बसिरहेको म बाहिर गएन बसिरहेको भित्रै तर रिपोर्ट आउनु मलाई धेरै ढिलो भयो 25 गते रिपोर्ट आइदियो मेरो 10 दिन लाग्यो रिपोर्ट आउन मात्रै हजुर 25 गते मेरो रिपोर्ट आयो यहाँ 25 गते दिएको स्वाब टेस्टको रिपोर्ट 25 गते आयो 5 दिन लाग्यो हजुर 5 दिन लाग्यो 5 दिनमा आएपछि मलाई म प्राय प्रत्येक दिन महानगरपालिकाको कन्ट्याक्टमै हुन्थ्यो त्यहाँबाट कल आइरहन्थ्यो मलाई कस्तो छ हेल्थ भनेर त्यो पनि मैले पनि सोधिरहन्थेँ रिपोर्ट आयो कि आएन भनेर एक दिन त्यहाँ मैले फोन गर्दा रिपोर्ट त अब बेलुकातिर निस्किआएको हो अब त्यसमा 4-5 जनालाई पनि पोजिटिभ आएछ भनेर अब कसको छ भनेर त्यो एकछिन छैन नाम छैन भनेर त्यस्तो मलाई सूचना आयो पोजिटिभमा पनि 15 दिनपछि सेकेन्डचोटि गर्दाखेरि पनि पोजिटिभ आएको भनेर त्यस्तो सूचना पाएँ मैले त्यो बेला अलिकति मन त आत्तियो फेरि आफूलाई के हुने होला कस्तो हुने होला त्यस्तो भयो तर 25 गते मैले अब बिहानतिर फेरि फोन गरेँ भाइलाई पनि फोन गरेँ मैले यस्तो त्यो रिपोर्ट एकचोटि त्यहाँ हेरेर कस्तो छ के छ भनेर त्यहाँ पनि मलाई नेगेटिभ आएको मैले थाहा पाएँ त्यो थाहा पाएपछि मैले पनि एउटा अब ठुलो एउटा विजय नै पाएँ जस्तो एउटा यस्तो विश्व नै अहिले एकदम आक्रान्त बनिरहेको महामारीको चपेटामा परिरहेको अवस्थामा मैले एउटा सहज आफूलाई होम आइसोलेसनमै सबै कुरा बारेर एउटा डाइटहरू ब्यालेन्स गरेर खाएर एउटा मनोबल बढाएर पनि बसेर मैले एउटा कोरोनालाई परास्त गरेँ जस्तो आफूमा धेरै खुसी फिल भयो अनि मैले घरमा पनि त्यसपछि कल गरेँ सबलाई यस्तो छ मेरो सेकेन्ड रिपोर्ट अब नेगेटिभ आयो भनेर अनि सबैजना खुसी नै लाग्यो त्यसपछि उहाँहरूले यहाँ आउनुभयो मलाई फेरि आइसोलेसनमा यहाँ भेट्नलाई नेगेटिभ आएपछि उहाँहरू आउनुभयो त्यही पनि मैले अब आए पनि अब मैले अलिकति फिजिकल डिस्टेन्स भनौँ न त्यो बाहिरै अब उहाँहरूलाई बाहिर फिल्डमा राखेर मैले भित्रैबाट कुरा गरेँ बोलेँ तर खुसी त्यो दिन धेरै खुसी भएको मलाई फिल भएको थियो त्यो हजुर अब जाँदा जाँदै साझी तपाईँले यो जुन अनुभव बताइदिनु भयो आत्मबल बढायो भने यो कोरोनालाई जित्न सकिन्छ भन्ने एउटा ज्ञान पनि दिनुभयो हाम्रा श्रोताहरूलाई जाँदा जाँदै अब एउटा सानो टिप्स हाम्रा श्रोताहरूलाई यस्तो कुनै एउटा टिप्स बताइदिन सक्नुहुन्छ कि स्वास्थ्य सम्बन्धी धन्यवाद सर म एउटा अब सबै श्रोताहरूलाई एउटा के भन्न चाहन्छु यो कोरोना भनेको कुनै ठुलो अब भनौँ न त्यो मान्छेलाई हेलै गर्ने अफेलना गर्ने घरबाटै निकालिदिने काठमाडौँ पनि धेरै मैले सुने न्युजहरू घरबेटीहरूले पनि बाहिर निकालिदिने त्यस्तो घरबाटै अब डेरा बस्ने मान्छेलाई पनि घर जहाज त्यो रोडको बास बसाइदिने त्यस्तो अब 1 महिनाको सुत्केरी भएको मान्छे पनि बाइकमा चढेर पर्वत उता पुगेको पनि मैले न्युज हेरेँ त्यस्तो घरबेटीले बस्न नदिएर तर त्यस्तो एउटा मानव भएर हामी मानवताको गरौँ ख्याल गरौँ सबै मानव हो यो सर्ने रोग पनि अब एउटा हामी कन्ट्याक्टमा नआएसम्म सर्दैन हामी छुट्टै छुट्टै रुममा छ कन्ट्याक्टमा छैन भनेपछि त्यो त्यति मलाई लाग्छ आफू सेफ भएर बसेको छ भने सक्दैन होला कुनै जबसम्म नजिक क्लोज कन्ट्याक्ट हुँदैन मान्छेलाई तबसम्म तर त्यो मानवता हामी गरौँ सबैलाई एउटा सद्भाव दिउँ माया दिउँ यस्तोमा एउटा हौसला दिउँ हामी कोरोना संक्रमित हुँदैमा उसको ठुलो पाप होइन कुनै उसले ठुलो गल्ती गरे होइन उसलाई पनि एउटा माया ममता दिएर सहयार सुसार गरेर हामी फिजिकल डिस्टेन्सबाटै भनौँ न त्यो एउटा मेसेजले फोनले एउटा
अलगबाट पनि उसलाई हौसला दिएर पनि उसको एउटा मनस्थितिलाई हामी बढाउन सक्छौँ, उसलाई जित्ने एउटा साहस उत्पन्न गराउन सक्छौँ। भोलि हामी पनि सङ्क्रमित हुन सक्छौँ, त्यो पनि एउटा बुझ्नु पर्यो सबै व्यक्तिले। यो त्यो महामारी नै छ, विश्व नै आक्रान्त भइरहेछ भने भोलि हामी पनि के पर्न सक्दैन भनेर त्यो थाहा छैन। त्यही भएर भोलि यो कुरा हामीमाथि पनि आउन सक्छ भन्ने कुरालाई विचार गरेर एउटा सद्भाव, एउटा माया, प्रेम, आत्मत्व एउटा गरौँ। तर मान्छेलाई खिची र दूर गर्ने, त्यसको हेला गर्ने चाहिँ नगरौँ। किनभने यो पनि एउटा मानवलाई बिमारी हुने कुरा हो। जो पनि बिमारी हुन्छ त्यो इलाज हुन्छ, निको हुन्छ। त्यो हिसाबले एउटा हामी सजिलोपनले जाउँ, तर मानवता भन्ने कुरो नगुमाउँ भनेर म एउटा लास्टमा यही कुरा भन्न चाहन्छु। सबै अब सुनिराख्नु भएको दर्शक श्रोताहरूलाई, अब सबैलाई भन्छु, मेरो साथीभाइहरूलाई धेरै धेरै धन्यवाद। पोजिटिभ भएको मान्छेलाई पनि माया दिउँ, आफ्नोपन दिउँ, उसलाई एउटा सद्भाव दिउँ। उसले पनि जित्न सक्छ, एउटा उसमा पनि राम्रो इमेज पर्न सक्छ, राम्रो छाप हुन्छ। मैले फलानुबाट यस्तो सहयोग पाएँ, यस्तो माया पाएँ र यो मायाले, सद्भावले नै मैले आज विजय पाएँ भनेर उसमा पनि एउटा आफ्नो त होस् भनेर यो कुरालाई हामी नबिर्सौँ के। यहाँले भनेअनुसार सामाजिक सद्भाव बढाएर नै अब यो आत्मबल बढाएर यो रोगबाट पार पाउन सकिन्छ। यो रोग जसलाई पनि लाग्न सक्छ भन्नुभयो। अब यहाँले अब सामाजिक दूरी अपनाएर हिँडुल गर्नुपर्छ भन्ने जुन जानकारी दिनुभयो, यसको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र भविष्यमा पनि पुनः कार्यक्रममा जोडिने आशा राख्दै म आज बिदा माग्न चाहन्छु। नेवा एफएमकोमा यति आफ्नो जानकारी दिनुभयो, अमूल्य अनुभव बताइदिनु भएकोमा म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र नेवा एफएम सुन्दै गर्नुहोला भनेर अनुरोध पनि गर्न चाहन्छु। साथी, आजलाई म बिदा लिन्छु यहाँसँग। हुन्छ, सरलाई पनि धन्यवाद। तपाईँको नेवा एफएमलाई पनि मलाई आफ्नो 2 शब्द राखिदिनु हुन, अनुभवहरू सेयर गरिदिनु हुन जुन टाइम दिनुभयो त्यसको लागि पनि एकचोटि म धन्यवाद दिन चाहन्छु। हजुर, धन्यवाद। सबैजना हामी हिम्मत गरौँ, आफूमा हिम्मत बढाउँ, कोरोनालाई सजिलै परास्त गर्न सक्छौँ। हामी खानपिन मेन्टेन गरौँ, आफूमा आत्मबल बढाएर एउटा कोरोनालाई हामी जित्न सक्छौँ भनेर आफूमा भावना बढाउँ। सबैलाई यही मैले भन्न चाहन्छु। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो सोनालाल शाह, वीरगन्जका हाम्रा युट्युब श्रोता भनौँ न। हाम्रो एफएम त त्यहाँसम्म सिधै सुन्न सकिँदैन, उहाँ युट्युब मार्फत हामीसँग जोडिनु भएको थियो र उहाँ सङ्क्रमित पनि हुनुहुन्थ्यो र उहाँको अनुभव हामीले आज यहाँलाई सुनायौँ।